यो विश्लेषणात्मक प्रस्तुतिमा स्वागत छ। आज हामी पैसा ज्ञान नेपालका केही गजबका कुराहरू कोट्याउँदैछौँ। हामी रातदिन खट्छौँ, मेहनत गर्छौँ, तर खल्तीमा पैसा किन टिक्दैन त? खासमा हाम्रो मुख्य उद्देश्य भनेकै पैसा कमाउने मात्रै होइन, त्यसलाई कसरी बचाउने र बढाउने भन्ने बुझ्नु हो। हाम्रो वित्तीय स्वतन्त्रताको यात्रा ठ्याक्कै यहीँबाट सुरु हुन्छ। सुरुमै एउटा निकै रमाइलो तर अलि गम्भीर कुरा सोचौँ त। के महिनाको तलब 15-20 दिनमै स्वाहा हुन्छ अनि बाँकी 10 दिन कसरी धकेल्ने भन्ने चिन्ताले सताउँछ, होइन त? आम्दानी जति सुकै होस्, महिनाको अन्त्यमा खल्ती रित्तो हुने यो नियति साँच्ची नै एउटा ठूलो टाउको दुखाइको विषय बनेको छ। सुन्दा पत्यार नलाग्ला, तर झण्डै 90% नेपालीहरूको ठ्याक्कै यही एउटै समस्या छ। अचम्म लाग्छ नि। त्यसैले यो कुनै एक व्यक्तिको मात्र कमजोरी पक्कै होइन। यो त एउटा यस्तो व्यापक समस्या हो जसको जरासम्मै पुगेर समाधान खोज्नु एकदमै जरुरी छ। यति धेरै मानिसहरू एउटै चक्रमा फस्नुको मतलब पक्कै पनि कतै न कतै आधारभूत कुराहरूमै गडबडी भइरहेको छ। ल, अब ढिला नगरी पैसा बचत नहुनुका यी 4 मुख्य कारणहरू के हुन् त त्यतैतिर लागौँ। हाम्रो महिनाको तलब सिद्ध्याउने 4 मुख्य शत्रुहरू यस्ता छन्। पहिलो, बजेट नहुनु। दोस्रो, जीवनशैलीको महँगी। तेस्रो, बचत गर्ने बानी नहुनु। र चौथो, वित्तीय ज्ञानको अभाव। आउनुहोस्, यी प्रत्येक कुराले कसरी हाम्रो खल्ती रित्तो पारिरहेका छन् एक एक गरेर खेलाउँ। पहिलो र सबैभन्दा ठूलो समस्या हो बजेटको अत्तोपत्तो नहुनु। तलब हात पर्ने बित्तिकै कुन शीर्षकमा कति खर्च गर्ने भन्ने स्पष्ट योजना भएन भने पैसा कता उड्छ कता पत्तै हुँदैन। आज साथीभाइसँग बाहिर चिया खाजा खायो, भोलि बजारमा यसो केही किनमेल गर्यो, अनि पर्सि मोबाइलमा डाटा प्याक वा रिचार्ज लियो। यस्तै साना र योजनाविहीन खर्चहरूले नै ठूलो रकम सकाउँछन्। भनिन्छ नि, योजना नबनाउनु भनेकै असफल हुने योजना बनाउनु हो। त्यसपछि आउँछ दोस्रो खतरनाक पासो, जीवनशैलीको महँगी, जसलाई लाइफस्टाइल इन्फ्लेसन पनि भनिन्छ। जब आम्दानी अलिकति बढ्छ, सँगसँगै अनावश्यक खर्चहरू पनि आफै उकालो लाग्न थाल्छन्। तलब बढेपछि बचत पनि बढ्छ होला भन्ने लाग्छ, तर खासमा नयाँ मोडेलको फोन वा महँगो बाइक किन्ने बहाना पो मिल्छ। विशेष गरी आजभोलिको सोसल मिडियाको जमानामा अरूको देखासिकी गर्ने चक्करमा हाम्रो वास्तविक बचत दर भने जहाँको तहीँ, अर्थात् शून्यमै रहिरहन्छ। र यसले हाम्रो तेस्रो समस्यालाई एकदमै गजबले प्रष्ट पार्छ। त्यो हो सही तरिकाले बचत गर्ने बानी नहुनु। हाम्रो परम्परागत सोचमै एउटा ठूलो खोट छ। महिनाको अन्त्यमा सबै खर्च काटेर जति बाँकी रहन्छ त्यति बचाउँछु भन्ने सोच नै गलत छ, किनकि महिनाको अन्त्यमा कहिल्यै केही पनि बाँकी रहँदैन। यसको सट्टा खर्च गर्नुभन्दा अगाडि नै सुरुमा बचतको रकम छुट्याउनु पर्छ। यो एउटा सानो सोचको परिवर्तनले साँच्चै नै जादुमय नतिजा दिन्छ। अनि चौथो समस्या हो वित्तीय ज्ञानको अभाव। आखिर यस्ता गल्तीहरू बारम्बार किन भइरहन्छन् त? किनभने हाम्रा स्कुल र कलेजहरूमा पैसा कसरी कमाउने भनेर त सिकाइन्छ, तर कमाएको पैसालाई कसरी व्यवस्थापन गर्ने भनेर कहिल्यै सिकाइँदैन। ठ्याक्कै यही व्यावहारिक ज्ञानको कमीले गर्दा पढेलेखेका र राम्रो कमाइ गर्नेहरू पनि महिनौँ पछि उही पुरानै आर्थिक गल्तीहरू दोहोर्याइरहन्छन्। ल, समस्या त बुझ्यो। अब पैसा ज्ञान नेपालले सुझाएका पैसा बचत गर्ने यी 3 कडा नियमहरूतिर लागौँ। यहाँनिर पहिलो नियम छ 50-30-20 को नियम। यसले हाम्रो आम्दानीलाई कसरी सही ढङ्गले बाँडफाँड गर्ने भनेर सिकाउँछ। जस्तै 50% रकम घर भाडा, रासन जस्ता एकदमै नहुने आवश्यकताहरूमा छुट्याउने, 30% चाहिँ आफ्ना रहर, घुमघाम वा मनोरञ्जनमा खर्च गर्न सकिन्छ, र बाँकी 20% रकम अनिवार्य रूपमा भविष्यको लागि बचतमा जानै पर्छ। यसले हाम्रो आर्थिक जीवनलाई एउटा सन्तुलनमा राख्न एकदमै ठूलो भूमिका खेल्छ। अब यसले सिधै नियम नम्बर 2 मा पुर्याउँछ, सबैभन्दा पहिले आफूलाई तिर्ने। यो भनाइले पैसा व्यवस्थापनको सम्पूर्ण सार बोकेको छ। तलब हात पर्ने बित्तिकै सुरुमै आफ्नो बचतको हिस्सा छुट्याइहाल्ने अनि बाँकी रहेको पैसा मात्र अरू कुरामा खर्च गर्ने। जब आम्दानी आउना साथ बचत छुट्याइन्छ नि, हाम्रो दिमागले आफै त्यो बाँकी रहेको पैसाले मात्रै महिना गुजार्ने योजना बनाउन थाल्छ। यो भनेको आफैले आफैलाई अनुशासनमा राख्ने एउटा अचूक अस्त्र हो। र नियम नम्बर 3 सुन्दा एकदमै सामान्य लाग्छ, तर यो अत्यन्तै प्रभावकारी छ। आफ्नो खर्चको हिसाब राख्ने। एकचोटि केवल 1 हप्ताको लागि मात्र भए पनि आफूले गरेको हरेक सानो ठूलो खर्चलाई डायरी वा मोबाइलमा नोट गर्ने चुनौती लिएर हेरौँ त। यसको नतिजा साँच्चीकै नै झट्का दिने खालको हुन्छ। चिया खाएको वा सानोतिनो सामान किनेको खर्च पनि जोड्दै जाँदा कति ठूलो रकम हुँदो रहेछ भन्ने देखेर जो कोही पनि छक्क पर्छ।
पैसा कहाँ चुहावट भइरहेको छ भन्ने कुरा यसले ऐना जस्तै छर्लङ्ग पारिदिन्छ। त्यसो भए अबको हाम्रो आगामी कदम के हुनुपर्छ त? मुख्य कुरा के हो भने व्यक्तिगत वित्त व्यवस्थापनमा सफलता हासिल गर्न पूर्ण रूपमा सम्भव छ। पैसा ज्ञान नेपालले प्रस्तुत गरेका यी सरल र व्यावहारिक रणनीतिहरू आजैबाट अपनाएर आफ्नो खस्किँदो आर्थिक अवस्थालाई ट्र्याकमा ल्याउन सकिन्छ। सधैँभरि पैसाको तनावमा बाँच्नुभन्दा यी नियमहरू लागू गरेर ठुक्कको सास फेर्न सकिन्छ नि, होइन र? यस्ता ज्ञानवर्धक स्रोतहरूबाट नियमित रूपमा सिकिरहँदा आर्थिक नियन्त्रण कायम राख्न धेरै सजिलो हुन्छ। अब आजको यो विश्लेषणात्मक प्रस्तुति टुङ्ग्याउनु अघि एउटा रमाइलो प्रश्न छोडेर जाँदैछु। यदि अहिलेको आम्दानी 50, 30, 20 को नियम लागू गर्नै नसकिने गरी थोरै जस्तो लाग्छ भने नेपालमा मात्र 10,000 रुपियाँको मासिक तलबबाट कसरी बचत सुरु गर्न सकिन्छ त? के यो सम्भव छ त? अर्को प्रस्तुति नआउन्जेलसम्म विचार गर्नुपर्ने यो एउटा निकै रोचक र गहिरो प्रश्न हो। सोच्दै